ओलीको मुख्य सल्लाहकार विष्णु रिमाल उनी को हुन् भन्छ भने यो जी फन्ड भन्ने छ नि एमालेको ट्रेड युनियन। हजुर अमेरिकाबाट तलब खाने सम्झौता गरेर अहिले पनि जी फन्डलाई पाल्ने अमेरिका हो। अमेरिकाको एउटा राज्यबाट वार्षिक पैसा आउँछ, त्यो पैसाले यिनले तलब खाने हो हैन। जी फन्ड अमेरिकाको। अब त्यो सम्झौता गर्ने विष्णु रिमाल उनको मुख्य सल्लाहकार। राजन भट्टराई रको चाहिँ पेशेवर एजेन्ट भन्ने कुख्यात व्यक्ति हैन, सबैलाई थाहा छ, दुनियाँलाई थाहा छ। अर्को चाहिँ उनी चाहिँ परराष्ट्र सल्लाहकार, अनि चाहिँ आर्थिक सल्लाहकार युवराज खतिवडा हैन। एमसीसीको गुन्डा मतियार हैन, कस्तो घिनलाग्दो गुन्डा भन्छ भने त्यो पश्चिमाहरूको कस्तो गुन्डा भन्छ भने 2017 मा काङ्ग्रेसले सम्झौतामा नराखेका बुदा 2019 मा पूरक सम्झौता गरेर एमसीसी मूल सम्झौताको पूरक सम्झौता गरेर त्यो सम्झौतामा के सम्बन्ध राखे यिनीहरूले भन्छ भने नेपालको सुरक्षा निकायलाई एमसीए नेपाल यहाँको छ नि यो सीआईको बोर्ड हजुर यो के विष्टको चाहिँ नेतृत्वमा यसले चाहिँ यहाँको सुरक्षा निकायलाई कोर्डिनेसन गरेर परिचालन गर्ने सम्बन्धको बुदा राखेर यसले सम्झौता गर्यो भने यहाँको सेना पुलिस र सिडिओ सबै चाहिँ अमेरिकाले जिम्मा दिएको छ उनले युवराज खतिवडा पूरक सम्झौतामा। त्यो युवराज खतिवडा र एमसीसीलाई संसदबाट पारित गराउनु पर्छ भन्ने लबिङ गरेर ओलीलाई क्याबिनेटबाट निर्णय गराउन लगाउने युवराज खतिवडा उनका आर्थिक सल्लाहकार। अनि एमाले बिआईको पक्षमा हुन्छ। ओलीको टिम कस्तो छ त्यो के हो भन्छ भने एउटा भन्छ भने एउटा हामी चीनसँग नजिक छौँ भने एउटा मुकुण्डो जगाउने कुरा हो यो। हजुर एउटा मुकुण्डो जगाउने। दोस्रो चाहिँ उनको भोटर त फेरि चाहिँ चीनप्रति सहानुभूति राख्ने छ। माओको देश, समाजवादी देश हैन, एउटा प्रभाव त लामो समयदेखि छ नि। अब त्यो भोट पनि जोगाउनु पर्यो हैन। हामी बिआरआईप्रति सकारात्मक छौँ भनेर भोट पनि जोगाउनु पर्यो। यसको निम्ति उनले भन्ने कुरा हो एमाले भनेको एनजिओको जालो हो। हजुर टोटल एनजिओको। अहिले तपाईँ हेर्नुहोस्, खोज तलास गर्नुहोस्, माथि नेतृत्वमा रहेका व्यक्तिदेखि यिनका जिल्ला तहसम्मका एनजिओ भन्दा बाहिर तपाईँको मान्छे भेट्नुहुन्न।